नमस्कार। आजको यो भिडियोमा सबैजनालाई एकदमै धेरै स्वागत छ। मैले चाहिँ फर्स्ट टाइम आफ्नै भोइसमा बोलेर भिडियो बनाउँदैछु। स्वर सुनु लाग्ने त छैन। मिति 2082 साल 9 महिना 5 गतेको दिन चाहिँ हाम्रो श्री अन्त इन्डस्ट्रिजले आयोजना गरेको पिकनिक स्पोटमा हामी पुगिसकेका छौँ र हाम्रो पिकनिक लोकेसन रहेको थियो गोकर्णेश्वरमा रहेको कागेश्वरी शहीद स्मारक। हाम्रो ठाउँसम्म चाहिँ बसहरू जाने नभएकाले हामी सबैजना मिलेर सबैजनाले एक एकवटा सामानहरू लगिरहेका छौँ। हाम्रो सर म्यामहरूले सबैजनाले लगिरहनु भएको छ र हामी यहाँ चाहिँ पुगिसक्यौँ। यो ठाउँ चाहिँ एकदमै रमाइलो रहेको छ। एकदमै यहाँनिर चाहिँ एउटा काग रहेको रहेछ अनि त्यो कागको नै नामबाट चाहिँ यस ठाउँको नामकरण चाहिँ गरिएको रहेछ। यसो बुझ्दाखेरि त्यति धेरै थाहा छैन। यो चाहिँ एकदमै जङ्गलको बिचमा रहेको छ। यो चाहिँ हाम्रो सहरी क्षेत्रबाट माथि डाँडा जङ्गलको बिचमा रहेको यो स्थानमा चाहिँ हामी मात्रै होइन, यहाँ चाहिँ सबैजना धेरै समूह मिलेर चाहिँ पिकनिक जानु हुँदो रहेछ। अनि हामी सबैजनालाई एकदमै धेरै भोक लागिरहेको थियो। सबैको अनुहारमा चाहिँ दिउँसै 12 बजिरहेको थियो। अनि अब हामी सबैजना मिलेर चाहिँ खाना बनाउनतर्फ लाग्यौँ र हाम्रो म्यामहरूले तरकारीहरू केलाइरहनु भएको छ। सरहरू भान्सातिर त अरू नै काम गरिरहनु भएको छ। फर्स्टमा अन्डा उसिनिरहनु भएको थियो, त्यस पछाडि चना। अनि हामी चाहिँ सुरुमा चाहिँ चना र अन्डा उसिनेर खायौँ। अनि यहाँ चाहिँ एकदमै रमाइलो भइरहेको थियो। सबैजना एकदमै मिलेर तरकारीहरू केलाउने काट्ने गरिरहनु भएको थियो हाम्रो म्यामहरूले। अनि हाम्रो प्रदीप सरले चाहिँ मसलाहरू अदुवा लसुनको पेस्ट बनाइरहनु भएको थियो। अनि उहाँको छोराछोरी, अनि यो चाहिँ हाम्रो नाच्ने गाउने ठाउँ पनि हो। अनि सरहरू आफैले कुकिङ गरिरहनु भएको छ। अनि तरकारीहरू केलाउने काट्ने यस्तै भयो। अनि हामी चाहिँ फेरि लाग्यौँ दाउरा खोज्न। हाम्रो सन्देश सरले अहिले फर्किँदा ल्याउनु यता साइडमा राखिदिरा। जान्ने चाहिँ जान्ने है। एक भारी दाउरा लिएर आउनुपर्छ है। दाउरा खोज्न हिँडेको हामी जङ्गलीहरू। चिसो छ एकदमै। जाडो रुखमा चढेर झार्नु न। भाज्दै बोल्छ अहिले। सुकेको नि हुन्छ नि। ओहो जान्ने सुजन छ अरे। लाइटर के जङ्गलमा डढेर लाउनु भयो क्या। जङ्गलतिर त्यहाँ टिपेर राखे है, त्यहीबाट भेटेको त्यो अहिले त्यतिकै घिसार्दै लानुपर्छ सर। धेरै पनि चाहिँदैन होला सर हामीलाई। अनि दिनभरिलाई चाहिन्छ नि त सर। एउटा मुढा 1 घन्टा परिहाल्छ नि म्याम। अहिले सिँगै लिएर जानुपर्छ। हाम्रो घरतिरको जङ्गल जस्तै रहेछ। के हो जम्पिङ। ओ माय गॉड। बलवान सन्देश सर तपाईँले बाघले लैजाला है।
भाँचिँदैन हो त्यतिकै राखिदिनु त्यतिकै घिसाउँदै लाने नि यसरी यति धेरै छौँ त हामी लाउनु यो पनि चिलाउँदैन है झल्लाले चिलाउँछ त ओहो यस्तो यस्तो चुनाव गरौँ तपाईँ नि जानु जानु के तर काँचो रहेछ नि त नानी सुकेको भए पो काँचो रहेछ त वन विनाशकार विवसरको टाउकोतिर मार्छ नै यिनीहरूलाई यस्तो यहाँबाट पडङ अब फर्कम अब वनमा रुख सल्लाह तस्करी सल्लाह तस्करी त्यसलाई अब यस्तो एक राउन्ड घुमाइदिनु त्यसरी ट्याग गरेर छैन एउटा त युट्युबमा गर मैले यसरी पहिला छ त नि तपाईँहरू हेर्नुहुन्न भिडियो लाइक गर्नु लाइक त्यस्तो सब्सक्राइबर ल ल ल ल एकतिरमा त यता दुईतिर गर्नु पर्यो नि अन्त लु त्यहाँ लुज चक्कुको उहीँ काम भइरह तरकारी सर ल ल ल तपाईँहरूलाई यसमा केही भन्नु छ अनि यो कहिले निस्किन्छ जङ्गलमा दाउरा खोज्दा रुख लडाएर रुख लडाउन नसकेर भर पार्दैछ म डाटाबाट अन गरेर नि गरिदिन्छु यताबाट दुईजना यताबाट तान्नु अनि तलबाट एक लाठी दिनु कि अनि जान्छ होला मलाई हजुर एकचोटि हस्पिटल अन गरिदिनु न किन ब्यालेन्स हाल्नु पऱ्यो कि तास्नुहुन्छ तास्दिने अँ तास्नु नि त्यति सही बलवान फोन कुन हो कुन हो यही हो सामसुङ त्यही पनि भर्खर देख्नु भयो तपाईँले एउटा कम्प्लिमेन्ट अघि नै कम्प्लिमेन्ट दिइसक्यो मैले भर्खर कहाँ अब कुखुरा र बुङ्गु लसोस् भने मान्छेहरू काम थाल्दैन यति बेला लाग्छ कुखुराले कुखुरा खान्छ बुङ्गुराले बुङ्गुरा अब यसैमा लसोस् हुन्छ काम हाल्नु पछि कुखुरा खान्छ होइन टिका तिमी केमा पऱ्यो भिडियोमा त्यही भन्दैछु यसो चढाएर ल यता नआउ यता नआइस्यो अनि यहाँ चाहिँ हाम्रो पोर्क र चिकन बनाइरहनु भएको छ हाम्रो पूर्ण बहादुर सरले अनि यता चाहिँ नाचिरहनु भएको छ सबजना डान्स गरि हाम्रो त्यो दिनको मौसम भने एकदमै चिसो रहेको थियो
अनि हाम्रो चाहिँ बेलुका सायद 4-5 बजिसकेको थियो। यस्तो अँध्यारो नै हुने रहेछ छिटै। एकदम चिसो लागिरहेको थियो। अनि यो चाहिँ हो यी खागेश्वरीको काग। एकदमै रमाइलो वातावरण रहेको छ यहाँनिर। अनि सबैजना यहाँ चाहिँ पिकनिक आउनुहुने रहेछ। भजन कीर्तन पनि गर्नुहुँदो रहेछ। यो चाहिँ मैले थोरै भिडियो गरेको थिएँ। के त तिमीले सोच्या छौ फर्काको बुढेसकालमा के भन्छ सोच्दै हुनुहुन्छ। सोचेर थर्काको बुढेसकालमा के खोज्छौ अर्काको माया जल बुन्छु म झिम सानो नझिम्कौ परेली भुतुकै हुन्छु म। हामीलाई केही भन्न छ आजको पिकनिक कस्तो लाग्यो तपाईँलाई? यो एउटा मासु अरू अब भने हामी एकदमै घर आउने बेला भइसकेको थियो। यो चाहिँ हाम्रो घर आउनुभन्दा अगाडिको ग्रुप डान्स रहेको थियो। अब सबैजनाले एकदमै रमाइलो गर्नुभयो। यो वर्षको पिकनिक एकदमै रमाइलो भयो हाम्रो। सर म्यामहरू सबैजना मिलेर नाचिरहनु भएको छ। म चाहिँ थोरै भए पनि मेमोरीको लागि भिडियो लिएँ र सबैजना एकदमै रमाएर नाच्नु भइरहनु भएको छ। भन्दै बाई बाई, नमस्कार।